ए साँच्चै नै बाबु सुत्यो है अघि सुत्छ सुन्दै सुन्दै बच्चा जति सुत्यो त्यति बढ्छ त्यो के भन्छ छोरा छोरो उठा उठा भन्छ नि लुक्कै चाहिँ यता उठिएछ अनि सुत्छ फेरि अस्ति त राति उठे जुरुक्कै दोरातिर पिसाबेर त कस्तो हाँस उठेर हतारमा त जुरुक उठेर के गर्छ होला छोरो भनेर दोरा त पिसा अनि फेरि हतारमा त ढोका खोलाएर लगाएर अलिक गराल्यो कहिले त दुई घन्टा प्रेङ्गा दिनुपर्छ नि त्यसलाई त्यो बानी हुन्छ नि के हुन्छ यो चाहिँ कस्तो बानी हुन्छ है पहिलोचोटि त गयो के होइन त्यो बानी हुन्छ क्या अनि सम्झेर नि त्यो झसङ्ग हुन्छ अनि त्यो मुर्दैन के गयो हिजो के गयो थाहा त छोरो ए उता पनि भर्खर पो भेटेको निवारको ढिलाइ है त्यो हो यहाँ त अहिले त म त रुनु लागेको नि व्यापारै छैन केक त उसको त कति केक जान्छ 3 चारवटा 4-5वटा बोकेर जान्छ हाम्रो त हेर्दै हेर्दैन अनि म त के गरौँ फतफतै भित्र बाहिर गरेर बसेँ अनि बल्ल एकजना मान्छे बनाएपछि सबै चाहिन्छ जिन्दगीभर इमान जमान होस् न अनि पछि एकजना आर्मीको बुढी आएर मिनी केक लग्यो अनि त्यो आएपछि अनि बल्ल फटाफट गयो अनि एकछिनमा अनि त्यत्रो केक सक्यो उसले एकदम किचकिचेर बस्छ त्यो आइमा भगवानको पूजा गरेर पत्र पत्र बोल्छ भगवानको कामबाट त भगवानलाई सम्झेर बस्नु न दही पनि त्यही छ खाएर जस्तो मस्त हुन के खाएन उसलाई किन र भर्खर